इसी मोड भनेको तपाईको इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट भन्छ र यो चाहिँ हाम्रो 1993 मा चाहिँ स्टाब्लिस र त्यो 600 रोपनीमा हामीले चाहिँ विशेष गरी विभिन्न यो माउन्टेन एरियामा बस्ने मान्छेहरूलाई काम लाग्ने खालको ससानो तपाईको लगभग 40 भन्दा बढी विभिन्न टेक्नोलोजीहरू छन् त्यो सम्बन्धी तपाईहरुलाई म अन द स्पट देखाउँछु प्लस ब्रिफ गर्छु है र त्यसमा कुनै कुराहरु तपाईहरुले बुझ्नु भएन भने मलाई सोध्न सक्नुहुन्छ हैन 600 गुगलमा गएर चाहिँ इसी मोड लिभिङ माउन्टेन ल्याब गोदावरी टाइप गर्नुभयो भने यो भित्रको चाहिँ सबै इन्फर्मेसन तपाईले पाउनुहुन्छ त्यहाँ पनि हामीले भर्चुअल टुर भनेर राखेको छ र त्यसमा पनि हेर्न सक्नुहुन्छ र यहाँ चाहिँ हामीले अब क्याटेगोरिकल हिसाबमा हेर्ने हो भने जस्तै हामीले अब सोइल म्यानेजमेन्ट हैन सोइल म्यानेजमेन्टमा चाहिँ जस्तै हाम्रो सल्ट एग्रो फोरेस्ट्री ब्लक छ हैन त्यो चाहिँ हेरौँ अहिले अनि वाटर म्यानेजमेन्ट त्यसमा चाहिँ तपाईको रुफटप रेन वाटर हार्भेस्टिङ हैन तपाईको प्लास्टिक पोखरी अनि यो लोकस सोइल सिमेन्ट ट्याङ्क भन्छ नि त्यो पनि हामीले गरेको छौं अनि ड्रिप इरिगेसन है अनि तपाईको हाइड्रोलिक र्याम्प पम्प विभिन्न अरु पनि छन् है र त्यसमा अब अर्को चाहिँ तपाईको इन्कम जेनेरेसनमा पनि तपाईको जस्तै हाम्रो चाहिँ विभिन्न किसिमको फ्रुट नटहरु छन् जस्तै लार्ज कार्डमम हैन मशरुम किवी हैन विभिन्न उहरु छन् र सबै कुराहरु तपाईले नछुटाइकन अहिले हेर्नुहुन्छ है त अब यो चाहिँ जुन एरिया छ यो चाहिँ हाम्रो स्वम्पी वेटल्यान्ड एरिया भन्छ र सिमसार क्षेत्र भनेको नि तपाईको हाम्रो एउटा पृथ्वीको मुख्य अंग मानिन्छ हैन जसमा चाहिँ तपाईको बढी चाहिँ बायोडाइभर्सिटी हुन्छ र हाम्रो चाहिँ फ्रेश वाटर पनि हामी यसबाट पाइन्छ हैन र यो सिमसारमा पनि हुने खालको जुन प्लान्टहरु हुन्छ नि जसले पानी बढी मन पराउँछ त्यस्तो खालको प्लान्टहरु लगाएर पनि हामीले त्यसबाट चाहिँ फाइदा गर्न सकिन्छ जस्तै लार्ज कार्डमम थाहा छ नि तपाईहरुलाई अलैँची खेती पनि एक किसिमको यो हाम्रो क्याश क्रपमै मानिन्छ यो पनि हामीले यस्तोमा गर्न सकिन्छ किनभने ड्राई एरियामा यो हुँदैन जस्तै यो स्वीट फ्लक बोजो भनेको छ नि तपाईको यो मेडिसिन प्लान्ट यो पनि हामीले यस्तै सिमसार क्षेत्रमा गर्न सकिन्छ र अर्को हाम्रो यो जुन ड्रागन फ्लाई भन्छ नि यो ड्रागन फ्लाई भनेको विशेष गरी तपाईको यस्तै सिमसारमा बस्न मन पराउँछ र यही पाइन्छ हामीसँग चाहिँ करिब 54 भेराइटीको चाहिँ ड्रागन फ्लाईहरु पाइन्छ र अर्को तपाईको जंगलमा बस्ने वन्य जन्तु चराचुरुङ्गीको लागि पानी पिउन आउने काम लाग्यो हैन हाम्रो यहाँबाट जुन उत्पादन भएको पानी छ यो चाहिँ तल गएर चाहिँ हाम्रो राष्ट्रिय बोटानिकल गार्डनमा चाहिँ युज गर्नुहुन्छ त्यसै पनि हुन्छ के पाइन्छ एग्रो फोरेस्ट्री ब्लक भन्छ साल्ट स्लोपिङ एग्रिकल्चर ल्यान्ड टेक्नोलोजी भन्छ यसलाई यो आजभन्दा तपाईको 28-29 वर्ष पहिला यो अहिले यस्तो किसिमको मिलेको बारी थिएन यो चाहिँ स्लोपी डिग्रेडेड उबडखाबड भएको चाहिँ भिरालो जमिन थियो र यसमा चाहिँ हामीले जुन सल्ट प्रविधि अपनाएर खेतीपाती गर्दै गयौं त्यसले गर्दा अहिले चाहिँ यो सम्म यो बारी भएर आयो यो जुन हेज देख्नुहुन्छ नि तपाईले यसलाई चाहिँ नाइट्रोजन फिक्सिङ हेजरो भन्छ यो लेगुमिनेसियस प्लान्ट नेपालीमा भटमासी घाँस भन्छ गोफेरा भन्ने हुन्छन् यो चाहिँ फ्लेमिन्जिया भन्छ यसलाई हैन डिस्मोडियम भन्ने हुन्छ टेप्रोसिया भन्ने हुन्छ विभिन्न टाइपको हुन्छन् त्यो आफ्नो एरियामा जुन पाइन्छ त्यो चाहिँ हामीले चाहिँ पहिला हामीले सुरुमा चाहिँ एउटा ए आकारको फ्रेम बनाउनु पर्ने हुन्छ त्यसलाई एफएम भनिन्छ है त्यो हामी आफै पनि बनाउन सकिन्छ एउटा प्रोफेसनल टाइप पनि किन्न पाउँछ त्यसले चाहिँ यस्तो कन्ट्रोल लाइन बनाउँछ त्यो कन्ट्रोल लाइन बनाएपछि हामीले चाहिँ त्यसको जुन यो कन्ट्रोल लाइन छ त्यहाँ चाहिँ हामीले यस्तो ब्याड बनाएर चाहिँ यो प्लान्टहरु प्लान्टेसन गर्छौं र यसको एरिया भनेको 2 देखि 4 मिटरको हुन्छ जुन चाहिँ तपाईको एफएम ले जति बताउँछ त्यही अनुसार हामीले गर्नुपर्ने हुन्छ र त्यसको बीचको जुन एरिया छ यसमा त हामीले यो बिरुवा प्लान्टेसन गरौँ यो दुईटाको बीचको जुन एरिया छ यसमा चाहिँ हामी खनजोत गर्ने तरकारी खेतीहरु गर्ने गर्छौं हैन त्यसले गर्दा यो रेन सिजनमा जुन पानी पर्छ नि पानी पर्दा त्यो माटो बग्न खोज्छ यो बगेको माटो आएर यसले चाहिँ कन्ट्रोल गर्दिन्छ
त्यसले गर्दा माथिको माटो आएर बसेर यो के भयो अहिले सम्म भयो र एउटा त यसले सोइल इरोजन कन्ट्रोल गर्यो अर्को यसले माटोलाई नाइट्रोजन पनि दिने भयो हावाको नाइट्रोजन ल्याएर यसले यहाँ दिने भयो होइन र अर्को चाहिँ तपाईँको अब गाउँमा बस्ने मान्छेले त गाई बस्तु बाख्रा पालनहरू गरे हुन्छन् होइन त्यसको लागि के भयो यो घाँसमा पनि युज गर्न मिल्यो र धेरै छ भने यसैलाई हामीले ग्रिन म्यानुरमा पनि युज गर्न मिल्यो होइन र विशेष गरी यो जुन एरिया छ यसमा चाहिँ यसलाई जस्तै उयो नगदे बाली भन्छन् जस्तै विभिन्न किसिमको डिफ्रेन्ट टाइपको तपाईँको फ्रुट प्लान्टहरू देख्नुहुन्छ जस्तै तपाईँले मुन्तला देख्नुभयो हलुवाबेत छ स्याउ नस्पति होइन अनि आरू बखरा कुर्पानी आदि फ्रुट प्लान्टहरू छन् र त्यसले गर्दा के हुन्छ भने त्यो सिजन अनुसार चाहिँ त्यसबाट चाहिँ हाम्रो किसानलाई चाहिँ इन्कम हुन्छ होइन र हाम्रो फ्रुट प्लान्टको मुनिबाट यसलाई भन्छ एली क्रप होइन तलबाट चाहिँ हामीले सिजनल तरकारी खेती गर्छौँ त्यसले गर्दा फलफुलबाट पनि किसानलाई इन्कम हुने भयो तलको तरकारीबाट पनि सिजनल इन्कम हुने भयो र यो टेक्नोलोजीले के भयो हाम्रो मलिलो माटो बगेर जानबाट पनि जोगाउने भयो यो त अहिले काटेको तपाईँको यो ठुल्ठुलो फलफुल हुन्छ नि त यो फलफुलको मुनि फलफुलको एरिया अलिकति 1 मिटर जति छोडिदिने अरू चाहिँ हामी तरकारी र बाख्रा पालन छन् बाख्रा चाहिँ अहिले छैन बाख्राको खर्चै तयार छ र यो चाहिँ हाम्रो जुन देख्नुभयो नि यो हाम्रो गोदावरीको जङ्गलमा पाइने जनावरहरू यो चाहिँ हामीले यो जङ्गलभित्र चाहिँ यो एनिमल एक्टिभिटी हेर्नको लागि चाहिँ हामीले 10 वटा चाहिँ क्यामेरा ट्र्याप राखेको छ नि त्यसमा मध्य पहाडी क्षेत्रतिर पाइने लो जातिको यो सिरी प्रजातिको चाहिँ गाई हो त्यसै बढै छ कि गाईको गोरु हो बढ गोरु कुखुरा कुकुर गरेछ कि सानो पहाडी क्षेत्र जस्तै 1000 देखि माथि चाहिँ तपाईँको 3000 सम्म देखि माथि 2900 3000 सम्म चाहिँ यसको खेती गर्न सकिन्छ यसको एकदम राम्रो भनेको चाहिँ 15 देखि 25 रेन्जमा हो र यो अब हाम्रो नेपालमा अहिले यसको उत्पादन फुलफिल नभएको कारणले तपाईँको अरू फलफुल जस्तो मार्केटमा त्यति पाइँदैन ठुल्ठुलो डिपार्टमेन्ट स्टोरतिर जाँदाखेरिमा तपाईँको अहिले पनि तपाईँको 700 भन्छन् होला किलोको र यो अब लगाउनेले त धेरै लगाइदियो होइन उत्पादन हुने क्रममा छ अहिले र हामीले यसरी चाहिँ अब यो कुनै राम्रो जग्गा त होइन यो हेर्दाखेरि हेर्नुहोस् होइन र यस्तोमा पनि हामीले यसरी चाहिँ किवी फल्दो रहेछ भन्ने भयो र हाम्रो उपयोग त त्यस्तो चाहिँ अब 7-8 महिना लाग्छ तपाईँको जस्तै यो मार्च अप्रिलतिर फुल फल्न सुरु हुन्छ भने अब नोभेम्बर लास्ट डिसेम्बरतिर चाहिँ यसको हार्भेस्ट हुन्छ हामीले एकचोटि यसरी प्लान्टेसन गरेर म्यानेज गरिसक्यौँ भने यो लगभग 40-50 वर्षसम्म यसले उत्पादन चाहिँ दिइरहन्छ र यसलाई चाहिँ काट र म्यानेज पनि गरिरहन्छ बजारमा बेच्नको लागि अर्ग्यानिक त्यो हो भने चाहिँ राम्रो प्राइस आउँछ सानो केतिर खाना त ठुलो खाए पनि सानो खाने स्वाद एउटै हो हामीले ल्याएर त्यहाँ रोपिदिया रहेछ तर त्यो मान्छेलाई किवी भनेर कति पछिसम्म खाइरहन्छ कि तर त्यो बोजले चाहिँ अब पछि गएर यो किवी भनेर चाहिँ थाहा भएको हो होइन बोजले चाहिँ हामी यहीँ आएर यहीँबाट सिकेर गएर त्यहाँ गएर अलिकति उसले चाहिँ पढ्यो त्यसबाट धेरै उ गरेर कृष्ण कुमार श्रेष्ठ भन्ने हुनुहुन्थ्यो अहिले उहाँ सोलुखुम्बमा जानुभएको छ अहिले चाहिँ अलिकति त्यहाँ पनि धेरै लार्ज स्केलमा चाहिँ इलाममा खेती भइरहेको छ नेपालको सबैभन्दा धेरै खेती भएको अलिकति हाइटमा हुने रहेछ रेड किवी भन्ने छ नि त्यो चाहिँ मिल्दैन यसमा किनभने त्यो चाहिँ योभन्दा पहिले नै फल्छ पहिले नै फुल्छ पहिले नै फल्छ पहिले नै खेतीपाती फलफुलहरू होइन त्यसको लागि चाहिँ सिँचाइको लागि बनाएको यो चाहिँ वाटर हार्भेस्टिङ ट्याङ्क हो यसलाई चाहिँ लो कस्ट सोइल सिमेन्ट ट्याङ्क पनि भनिन्छ योभन्दा पहिला चाहिँ हाम्रो पुरै प्लास्टिक थियो यसमा र हामीले चाहिँ त्यो निकालेर अहिले चाहिँ अलिक खर्च बढाएर यसमा चाहिँ माटो सिमेन्ट र बालुवा मिसाएर चाहिँ यो अहिले बनाएको
र हाम्रो यो चारैतिर हाम्रो खेतबारीमा चाहिँ यहीँबाट पानी यसरी नै हामी सप्लाई गर्छौँ सिँचाइको लागि। र प्लस हामीले चाहिँ अब यसरी पानी भइरहन्छ भने हामीले यसमा चाहिँ फिस फार्मिङ पनि गऱ्यो भने त्यसबाट पनि हामीले इन्कम गर्न सकिन्छ। र यसमा चाहिँ हाम्रो कमन कार भन्ने चिज छ। एकदमै चाहिँ यो धमिलो घर नदेखि 88,000। अनि यहाँबाट हजुरलाई सबैतिर खेती गर्न पुग्छ यहाँबाट यसले त्यो अरू ठाउँमा पनि पुग्छ। अर्को पनि छ, 2 वर्ष लगातार आउँछ, 2 वर्ष ग्याप हुन्छ। पसिना सक्नु तपाईँको यो घाम लागेपछि कुहिन्छ नि, यो 86,000 लिटर हो होइन। अब त्योभन्दा नि सस्तो खर्चमा बनाएको यो चाहिँ पुरै प्लास्टिक हो। पहिला तल पनि यस्तै थियो होइन। र त्यसलाई चाहिँ हामीले अहिले कति वर्षमा चेन्ज गर्नुपर्छ बनाएर लगभग 12-13 वर्ष चल्छ। तर अझै हाम्रो त यहाँ चाहिँ सफा गर्ने यताउति गर्छ नि त। अहिले भर्खर हिजो अस्ति सफा गरे हो। आज चाहिँ माछा दिनु गएको छ। हामीले चाहिँ यसमा ट्राउट माछा पनि पाल्छौँ क्या। अस्ति नै पहिला बेचिसक्यो हो, अहिले नयाँ फेरि लिन गएको छ। आज लिएर हाल्छ। मेन सोर्स नै यही हो अब सिँचाइको लागि चाहिँ होइन। यो भरेर मात्रै तल जाने हो, तल अन्तबाट आउँदैन। हाम्रो अर्को खानेपानी लागि चाहिँ बक्सभित्र चाहिँ हाम्रो थर्मोमिटरहरू छ। त्यसमा चाहिँ हाम्रो म्याक्सिमम टेम्परेचर मिनिमम टेम्परेचर भन्ने छ। र हाम्रो यो जुन देख्नुभयो यसलाई चाहिँ इभापोरेसन पेन भन्छ। यो हाम्रो जमिनबाट पनि पानी 24 आवर हुन्छ, इभापोरेट भएर हावामा गइरहेको हुन्छ। तर हामीलाई थाहा हुँदैन। हामीले यसबाट चाहिँ दैनिक कति पानी इभापोरेट भएछ भनेर चाहिँ यसबाट थाहा पाउन सकिन्छ। अर्को उतापट्टि हेर्नुहोस् त सेतो सिलिन्डर, त्यो चाहिँ प्रेसिपिटेसन भन्छ। रेन गज पानी पर्दाखेरिमा यति मिलिमिटर पानी पर्यो भन्छ नि, हो त्यसले नाप्छ। त्यो चाहिँ म्यानुअल हो भने यतापट्टिको यो दुईवटा चाहिँ अटोमेटिक हो। र त्यो जुन देख्नुभयो ग्लोभ जस्तो सिसाको त्यो चाहिँ सनसाइन ड्युरेसन भन्छ। आज दिनभरि यसमा चाहिँ यो एरियामा कति घन्टा कति मिनट घाम लाग्यो भनेर चाहिँ त्यसले मेजरमेन्ट गर्छ। र अर्को यो चाहिँ हाम्रो अटोमेटिक वेदर स्टेसन भन्छ। यो चाहिँ पुरानो यो 1994 मा राखेको। अहिले चाहिँ यसले त्यति काम नगरेर हाम्रो अहिले त्यसको रिप्लेसमा यो राखेको। यसले चाहिँ तपाईँको डाटा पुरै त्यो आफ्नो मेमोरी छ त्यसमा राखिरहेको हुन्छ। हामीले यहीँ नआइकन पनि नेटबाट हामी बाहिरबाट पनि हाम्रो मौसम सम्बन्धी चाहिँ हामीले जानकारी लिन सकिन्छ। र यो सबै चाहिँ तपाईँको हाम्रो सिटी वाइज हुन्छ समाचारतिर त होइन। जस्तै काठमाडौँ, पोखरा, धनकुटा भन्छ नि, हो त्यो भन्दाखेरिमा चाहिँ सिटीको वरिपरि पनि यस्तो स्टेसनहरू थुप्रै हुन्छ तपाईँको डिएचएमको। सबैको डेटा लगेर एभरेजमा निकालेर अनि काठमाडौँ यो 1995 देखि अहिलेसम्म मैले गर्छु। यो मौसम पुरै होल डाटा गर्छु। त्यो मेन चाहिँ काम भनेको इभापोरेसन हेर्ने हो। भेजिटेबलहरू स्टोर गर्छौँ। त्यो स्टोर गरेको बेलामा यो जुन पाइप देख्नु भएको छ यसले पोखरीबाट यो पाइपमा पानी आउँछ क्या। यसको हेड चाहिँ तपाईँको 30 मिटर छ भने 1 लिटर प्रति सेकेन्ड चाहिँ यसको वाटर डिस्चार्ज छ। र यो स्लोपमा तपाईँको पानी स्पिडले आएपछि के हुन्छ, यहाँ एउटा टर्बाइन छ। त्यो टर्बाइन चाहिँ घुमाइदिन्छ होइन पानीले। त्यो टर्बाइन घुमेपछि टर्बाइनले चाहिँ मोटरलाई घुमाइदिन्छ। त्यसबाट चाहिँ तपाईँको इलेक्ट्रिसिटी जेनेरेट हुन्छ। यो चाहिँ अब मिनी माइक्रो हाइड्रो पावर भन्छ। तपाईँको पानीको सोर्स अब यो चाहिँ हाम्रो डेमो मात्रै भयो। यदि आवश्यकता परेको ठाउँमा जहाँ चाहिँ किसानसँग यस्तो राख्न सक्ने क्षमता छ अथवा राख्ने उद्देश्य छ, त्यहाँ पानीको सोर्स पनि छ भने चाहिँ योभन्दा ठुलो टर्बाइन राख्न सकिन्छ। त्यसबाट चाहिँ किलोवाट मेगावाट पनि निकाल्न मिल्छ। र यसको चाहिँ अब हामीसँग पानी थोरै भएकोले हामीले चाहिँ यो 200 वाटको योभन्दा सानो हुँदैन होइन। र यसले चाहिँ तपाईँको लगभग अहिलेको यो 50-55 चिम्बल छ। त्यो भनेको गाउँमा बस्ने मान्छेले लगभग 12-15 घरले डिभाइड गरेर बाल्नुपर्छ। हामीले यो सबै बनाउने खर्च भनेको जम्मा 37,000 मा चाहिँ बनाउँछ। यसलाई बायो ब्रिकेटिङ टेक्नोलोजी भन्छ। अनवान्टेड बायोमासहरू भनेको खाल्टो खन्ने होइन। अनि तपाईँले कलेक्सन गरेको बायोमासलाई त्यो खाल्टोमा चाहिँ जलाउने। जब त्यो भरिन्छ होइन, पुरै रातो भएर बल्छ, त्यसपछि त्यसलाई चाहिँ यस्तै नरम खालको सेउला घाँस काट्ने र त्यो बलिराखेको आगोमाथि बिछाइदिने। अनि वरिपरिको माटो खनेर चाहिँ त्यसलाई कभर गरिदिने। अनि कभर गरेर एकछिन ध्यान दिनुपर्ने हुन्छ। त्यहाँ चाहिँ कुनै ठाउँबाट हावा छिरिरहेछ भने पछि चाहिँ त्यो खरानी हुन्छ। तपाईँले यो टाइट भएर बन्द भयो, कुनै ठाउँबाट धुवा आएको छैन भने त्यो चाहिँ भित्र बन्द भएको हुन्छ। त्यसलाई चाहिँ हामीले 8-10 घन्टापछि फेरि खतलेर हेर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ यस्तो कालो कोइलाहरू पाइन्छ हामीले। अनि त्यो कोइला निकालेर हामीले यस्तो धुलो पाउडर बनाउने होइन। 3 किलो कोइलाको धुलोमा 1 किलो चाहिँ क्ले सोइल
चिम्टिलो माटो हुन्छ नि त्यो दुवैलाई चाहिँ 3 किलो र 1 किलोको रेसियो हुनुपर्छ होइन त्यो दुवैलाई मिक्स गरेर पानी राखेर मुछ्ने अनि एउटा साँचो चाहिँ यस्तो हुन्छ किन्नुपर्ने हुन्छ त्यो साँचोमा राखेर त्यसकै टाइट बनाएर खाने अनि त्यसपछि निकालेर घाममा सुकेपछि तपाईँको यस्तो ब्रिकेटको गुइठाहरू तयार हुन्छ है अनि अनि तपाईँले यस्तोमा चाहिँ अब यसरी तलबाट आगो लगाउने अनि यो सल्केपछि पुरै तपाईँको हिटरको जस्तो राम्रो फ्लेम आउँछ र माथिबाट त्यो ग्यासको जस्तो निलो फ्लेम पनि आउँछ र अहिले बल्दाखेरि तपाईँको यसमा धुवा आउँदैन किनभने पहिला हामीले कोइला बनाउँदा यसको धुवा भइसकेको हुन्छ के छ भने 70% चाहिँ तपाईँको अन्य वेस्टहरू जस्तै झारपात घाँसपात पात पतिङ्गरदेखि लिएर काठको मुलतिर फालेको सोडर्सहरू लिएर मान्छे बगाएको डुबाएको होइन त्यही सम्बन्धित छ यो चाहिँ यो हाम्रो चाहिँ यो तल्लो लेभल जहाँ चाहिँ यसरी मान्छेहरू खोला वरिपरि बस्ती बसाएर बसेका छन् यसरी माथिबाट चाहिँ तपाईँको खोला बगेर आउँछ अब यो दुईवटा जुन सेन्सर छ त्यो चाहिँ हामी चाहिँ खोलामा राख्छौँ होइन यो जो बक्स छ यो चाहिँ हामी बस्तीको वरिपरि राखिन्छ र हामी यहीँ बसेर चाहिँ पानीको लेभल कुन लेभलमा छ होला भनेर यहीँ बसेर हेर्न सकिन्छ जसले गर्दा तपाईँको यो अहिले नर्मल अवस्था हो यो माथिको यो बिचको छ नि यो नेटवर्क भनेको चाहिँ क्लिक क्लिक गरिरहेको हुन्छ क्या चल्ने बेलामा अहिले त्यसले यता सेन्सरै पठाएन क्या किनभने त्यो सानो सोलर चार्ज भएन त्यो भएपछि यहाँ पानीको 1 लेभल 2 लेभल 3 लेभल भनेर यो डिफ्रेन्ट टाइपको बत्ती छ त्यो बाढी आयो भने त्यही अनुसारको तपाईँको बत्ती पनि बल्दै जान्छ होइन र तपाईँको एक्कासी धेरै नै बाढी आयो भने यहाँ एउटा साइरन छ यो साइरन कराउँछ साइरन कराएर पनि थाहा हुन्छ त्यो कुन बेला कराउँछ भन्दा त्यो सेन्सरमा बाढी आउँदा कराउँछ त्यो सेन्सरबाट तपाईँको खोलामा बाढी बगेर यो बस्तीमा आउनलाई चाहिँ टाइम लाग्छ होइन हो यो बाढीभित्रमा चाहिँ यो मान्छेहरू वरिपरि गएर हाम्रो ज्यान बचाउँछ त्यसको उद्देश्य चाहिँ हो यसलाई चाहिँ कम्युनिटी फ्लड अर्ली वार्निङ सिस्टम अहिले मैले देखाइदिन्छु तर यसले आजकल घाम नलागेको धेरै भयो क्या गरेको चुलो यो नर्मल अब तपाईँको सुधारिएकै चुलो हो अब त्यहाँ चाहिँ फलामको देख्नुभयो भने यो चाहिँ गाउँमै पाउने ढुङ्गा माटोले बनाउन सकिने ट्रेडिसनल टाइपको चुलो डिफ्रेन्ट टाइप यो चुलो छ तर हेरा ल्याएर यो चिची राख्नु पऱ्यो भने भएन होइन अब गाउँतिर त गाई बस्तुलाई कुँडो खोलेहरू पकाउनु पर्ला अथवा के के गर्नु पऱ्यो भने त्यसको लागि बनाएको होटेलतिर होइन धेरैजनालाई खाना पकाउने ठाउँमा ठुलो भाँडा सानो भाँडा दुई मिनटको चुलो साँचो होला सायद त्यो चाहिँ बर्नर भन्छ त्यसलाई हावा पनि त्यहीँबाट आउँछ दाउरा त्यहाँबाट राखेको भने यताबाट हावा आउँछ र त्यो बर्नरले के गर्यो भने तपाईँको दाउरा पनि तपाईँले एकैचोटि यसरी राख्नु पनि बल्दैन नि तलबाट चाहिँ पालो हावा आउँछ दाउरा हो हो यो पानीले चाहिँ यसरी पानी तान्छ यो चाहिँ तलको पानी अलिक हावा विन्ट्रन भर्टिकल भेजिटेबल फार्मिङ है हो त्यो जग्गा जमिन नभएको मान्छेले तपाईँको यसरी अहिले यताको बिरुवा बोट बिरुवाहरू सबै मरेर रहेछ तर त्यो चारैतिर चाहिँ यसरी चाहिँ हामीले सिजन अनुसारको तरकारीहरू गर्न सकिन्छ यो नर्मल तपाईँको एउटा चामलको सिमेन्टको बोरामा पनि तपाईँले मल माटो मिक्स गरेर त्यसलाई फिक्स गरिदिनु अनि चारैतिर तपाईँले सिजन अनुसारको के हुन्छ साग जुका मौला नै त्यो चाहिँ सनसाइन भएको बेलामा हाम्रो सनसाइनको मार्फत चलाउने चिजहरू जस्तै यो चाहिँ तपाईँको सोलर पावर हेर्ने राखेको अनि त्यो खान नि मिल्छ त्यो पानी त्यो बाँसको पानी हुन्छ यो चाहिँ सोलर ओभन जस्तै इलेक्ट्रिक ओभनमा जस्तै घाम लागेको बेलामा यसले पनि ओभनको काम हुन्छ भित्र चाहिँ तपाईँले रोस्ट बनाउने पकाउने यिनीहरू चाहिँ सोलर डायर जुन हाम्रो चिजहरू हुन्छ त्यो भनेको अर्कै टाइपको त्यो भनेको यो डाइरेक्ट सनलाइट हुने हो त्यो चाहिँ हावा तातो त्यहाँ जाने भएकोमा तयार हुन्छ र यिनीहरू भनेको किन्न पाइयो भने तपाईँको किन्न नसक्ने मान्छेले एउटा नर्मल प्लास्टिक किनेर लगायो भने गाउँमा आफै यसरी बनाउन सक्छ
यो चाहिँ आफ्नो सुकाउने चिजहरूलाई सुकाउनु पर्छ। कटुस पुरै हाम्रो एरियामा चाहिँ 93 किसिमको चाहिँ जडीबुटीहरू पाइन्छ र त्यसैलाई चाहिँ हामीले अलिकति डेमोन्स्ट्रेसन गरेको हो। यो आफ्नो तपाईँको लोकल नाम, साइन्टिफिक नाम होइन, यो सबै कुन पार्ट युज हुन्छ, केमा युज गर्न सकिन्छ, सबै टिपेर त साध्य लाग्दैन। सरसर्ती पढ्दै चाहिँ हिँड्नुहोस्। फोटो खिच्नु भयो काम लाग्छ भने हेर्नु। यो माथि चाहिँ हाम्रो यो सिट्रस ब्लक हो। सिट्रस होइन भने यो धनकुटाको जुनार सुन्तला हो। स्टोरी लगाइरहेको छ सस्तै पाइन्छ सिर्फ यो पनि पाइन्छ यो पनि पाइन्छ हाम्रो गाउँघरतिर। हेलो हेलो बोटेनिरम गार्डन को